हेलो गाइज, एमएस एक्सेलमा बेसिक फर्मुलाहरू कसरी प्रयोग गर्ने भन्ने विषयमा जानकारी दिने गइरहेको छु। सो भिडियोलाई अन्त्यसम्म हेर्न नभुल्नु होला। नाउ लेट्स बिगिन द भिडियो। सर्वप्रथम त म तपाईहरुलाई यहाँ रहेको सातवटा फर्मुलाहरूको बारेमा विस्तृत रूपमा जानकारी दिने गइरहेको छु र फर्स्टमा रहेको छ सम, त्यसपछि रहेको छ सबट्र्याक्सन, मल्टिप्लिकेसन, डिभाइड, पर्सेन्टेज, एभरेज, काउन्ट। सो गाइज अब एक नम्बर फर्मुलामा रहेको समको बारेमा डेमो देखाउन गइरहेको छु। सो लेट्स स्टार्ट द डेमो। यहाँ मैले समको प्रयोग दुईवटा विधिबाट गर्न सिकाइरहेको छु। सो हेर्नु होला र पहिलो विधि स्टार्ट गरौँ है त। हामीले भ्यालु निकाल्ने यसमा हो र यसमै इक्वल टु सम ट्याब प्रयोग गर्छु म र माथिको भ्यालुलाई ड्र्याग गरेर तलसम्म राख्छु र कोष्ठबन्ध गर्छु र इन्टर प्रेस गर्छु र यसरी हामीले हाम्रो सम निकाल्न सकिन्छ अथवा सम फर्मुला प्रयोग गर्न सकिन्छ। एउटा भयो पहिलो विधि र म अब अर्को विधिबाट देखाउन गइरहेको छु। त्यसको लागि पहिले तपाईले भ्यालु निकाल्ने रोलाई सिलेक्ट गर्नुहोस्। जस्तै म यसलाई सिलेक्ट गर्छु। अब कन्ट्रोल प्लस इक्वल एकैपटक थिच्नुहोस्। एउटा भयो डोर्सो विधि। अब यही फर्मुलालाई हामीले कोलममा गर्न गइरहेका छौं। सो त्यसको लागि फेरि यहाँ टोटल टाइप गर्नुहोस्। कोलममा भ्यालु निकाल्ने बेला अब इक्वल टु सम लेखी अब हामीले यहाँ रोको भ्यालुलाई यसरी ड्र्याग गर्नुपर्ने हुन्छ र कोष्ठबन्ध गरी इन्टर गर्नुहोस् र यसरी तपाईले कोलममा भ्यालु निकाल्न सक्नुहुन्छ। अब हामी डोर्सो सबट्र्याक्सन फर्मुलालाई युज गर्न गइरहेका छौं। त्यसको लागि सिम्पली तपाईले यहाँ इक्वल टु टाइप गर्नुहोस् र यो भ्यालुलाई क्लिक गर्नुहोस्। किबोर्डमा रहेको माइनसले क्लिक गर्नुहोस् र डोर्सो भ्यालुलाई एड गर्नुहोस् र इन्टर गर्नुहोस् र यो फर्मुलालाई सबैतिर अप्लाई गर्नको लागि यसरी तलतिर ड्र्याग गर्नुहोस्। यसरी हामीले सबट्र्याक्सन फर्मुलालाई एमएस एक्सेलमा प्रयोग गर्न सकिन्छ। अब हामी मल्टिप्लिकेसन फर्मुलालाई एमएस एक्सेलमा प्रयोग गर्न गइरहेका छौं। त्यसको लागि भ्यालु निकाल्ने सेलमा इक्वल टु गर्नुहोस्। इक्वल टु गरिसकेपछि युनिट सोल्सलाई क्लिक गर्नुहोस् र त्यसपछि किबोर्डमा रहेको इन्टु बटनलाई क्लिक गर्नुहोस् र सेल र अर्को भ्यालुलाई एड गर्नुहोस् र इन्टर गर्नुहोस्। फर्मुलालाई सबैतिर अप्लाई गर्नको लागि यसरी ड्र्याग गर्नुहोस्। एउटा भयो हाम्रो मल्टिप्लिकेसन फर्मुला। अब हामी अर्को फर्मुलातर्फ गइरहेका छौं र अर्को फर्मुला रहेको छ डिभाइड फर्मुला र यसलाई पनि कसरी प्रयोग गर्ने भनेर म तपाईहरुलाई सिकाउँदै छु। त्यसको लागि सबैभन्दा तपाईले भ्यालु निकाल्ने सेलमा इक्वल टु गर्नुहोस्। त्यसको लागि हामीले ठूलो अंकलाई सानो अंकले भाग गर्नुपर्ने हुन्छ। त्यसकारण हामी टोटल अमाउन्टलाई युनिट सोलले भाग गर्नुपर्छ। त्यसपछि तपाईले टोटल अमाउन्टलाई सिलेक्ट गर्नुहोस्। भाग गर्नका लागि किबोर्डमा रहेको स्ल्याश बटनलाई प्रेस गर्नुहोस् र त्यसपछि युनिट सोललाई क्लिक गरेर इन्टर गर्नुहोस्। यसरी हामीले डिभाइड फर्मुलालाई एमएस एक्सेलमा प्रयोग गर्न सकिन्छ र यसलाई सबैतिर अप्लाई गर्नको लागि तलतिर ड्र्याग गर्नुहोस्। एउटा भयो हाम्रो डिभाइड फर्मुला। हामी अर्को पर्सेन्टेज फर्मुलामा जाँदै छौं। पर्सेन्टेज फर्मुलालाई कसरी प्रयोग गर्ने भनेर अब हेरौँ है त। त्यो भन्दा अगाडि म तपाईहरुलाई के जानकारी दिन गइरहेको छु भने हामीसँग अहिले स्टुडेन्ट नेम, स्टुडेन्टको टोटल मार्क्स, अब्टेन मार्क्स रहेको छ र स्टुडेन्टको टोटल मार्क्स, अब्टेन मार्क्सको आधारमा हामीले अब्टेन्स पर्सेन्टेज निकाल्नु पर्ने हुन्छ। अब पर्सेन्टेज निकाल्नको लागि हामीले पहिले जस्तै पर्सेन्टेज निकाल्ने सेलमा इक्वल टु गरौँ है त। अब्टेन मार्क्स स्ल्याश टोटल मार्क्स गर्नुपर्छ र यसरी हामीले विद्यार्थीले लिएको पर्सेन्टेज निकाल्न सकिन्छ। एउटा भयो हाम्रो पर्सेन्टेज निकाल्ने विधि। अब हामी अर्को एभरेज निकाल्ने विषयमा जाँदैछौँ। अब हामी यहाँ एभरेज निकाल्न गइरहेका छौँ र हामीले यहाँ एभरेज एउटा कोलममा र एउटा रोमा निकालेर देखाउने छौँ। फर्स्ट अफ अल म एभरेज भ्यालुलाई कोलममा निकालेर देखाउँछु। त्यसको लागि त म पहिला एभरेज निकाल्ने सेलमा इक्वल टु गर्छु र एभरेज टाइप गर्छु AVERAGE एभरेज र ट्याब क्लिक गर्छु र एभरेज निकाल्ने भ्यालुलाई ड्र्याग गर्छु र कोष्ठबन्ध गरेर इन्टर गर्छु। यसरी हामीले कोलममा एभरेज निकाल्न सकिन्छ र यसलाई सबैतिर अप्लाई गर्नको लागि यसरी तलदेखि माथिसम्म ड्र्याग गर्छु। एउटा भयो कोलममा एभरेज निकाल्ने विधि। अब म तपाईहरुलाई रोमा एभरेज निकालेर देखाउन गइरहेको छु। त्यसको लागि सिम्पली तपाईले एभरेज भ्यालु निकाल्ने सेलमा इक्वल टु टाइप गर्नुहोस्। त्यसपछि एभरेज टाइप गर्नुहोस् AVERAGE एभरेज र ट्याबलाई क्लिक गर्नुहोस्। अब माथि रहेको एभरेज निकाल्ने भ्यालुलाई माथिदेखि तलसम्म ड्र्याग गर्नुहोस् र कोष्ठबन्ध गरेर इन्टर गर्नुहोस् र यसलाई सबैतिर अप्लाई गर्नको लागि लेफ्ट साइडदेखि राइट साइडसम्म ड्र्याग गर्नुहोस् र हामीले यस विधिबाट रो र कलममा यसरी एभरेज भ्यालु निकाल्न सकिन्छ। म तपाईहरुलाई अर्को विधिबाट पनि देखाउन गइरहेको छु। त्यसको लागि यहाँ रहेको भ्यालुलाई क्लियर गर्नुहोस् र भ्यालु निकाल्ने सेललाई यसरी सिलेक्ट गर्नुहोस् र होम ट्याबमा गएर यस अप्सनमा जानुहोस् र एभरेज मा क्लिक गर्नुहोस् र तपाईको एभरेज भ्यालु अटोमेटिक निस्किन्छ। यो त भयो सेकेन्ड लास्ट विधि र हामी अब हाम्रो लास्ट विधि काउन्ट विधिमा जाँदै छौं।
काउन्ट बेटी प्रयोग गर्नुभन्दा अगाडि म तपाईँहरूलाई काउन्ट बेटी के हो त भनेर म यहाँ जानकारी दिन गइरहेको छु। काउन्ट बेटी भनेको त्यस्तो बेटी हो जसले नम्बरलाई मात्र काउन्ट गर्छ र ब्ल्याङ्क सेललाई, टेक्स्टलाई र लजिकल भ्याल्यु जस्ता कुराहरूलाई चाहिँ यसले काउन्ट गर्दैन र यसले जुन अङ्कलाई मात्र काउन्ट गर्छ। न अब यसको प्रयोग गरेर हेरौँ है त। र प्रयोग गर्ने ठाउँमा सबैभन्दा यहाँ इक्वल लेखेर काउन्ट टाइप गरौँ र ट्याप गर्नुहोस् र रो अथवा कलममा रहेको काउन्ट गर्ने भ्यालुलाई सेलेक्ट गर्न गइरहेको छु। जस्तै म यसलाई सेलेक्ट गर्छु र कोष्टक बन्द गरेर इन्टर गर्छु र यहाँ 12वटा सेल मध्ये 9वटा सेल आयो किनभने यसले यहाँ सेलमा रहेको नम्बरलाई मात्र काउन्ट गरेको छ। जस्तै यहाँ नम्बर यहाँदेखि यहाँसम्म छ, यो नम्बर हो र यो ब्ल्याङ्क सेल हो र यो टेक्स्ट हो र फेरि यो लजिकल भ्यालु हो, यसले काउन्ट गर्दैन र यो डेट हो, यसले चाहिँ डेटलाई पनि अङ्क मान्छ र यसले 4वटा नम्बर र एउटा डेट गरेर 4वटा नम्बर, यहाँ 4वटा नम्बर र यहाँ एउटा नम्बर गरेर 9वटा सेल काउन्ट गरेको छ। र यसले अरू सेललाई किन काउन्ट गरेन त भने यसले ब्ल्याङ्क सेल, टेक्स्ट र लजिकल भ्यालुलाई चाहिँ यसले काउन्ट गर्दैन। त्यसकारणले यहाँ रहेको नम्बरलाई मात्र काउन्ट गर्छ। त्यसकारणले यहाँ नम्बर रहेको सेल 9वटा मात्र छन् र काउन्ट फर्मुलाले यसरी नै काम गर्छ र हामीले काउन्ट फर्मुलालाई यसरी नै प्रयोग गर्न सकिन्छ। मैले यहाँ विभिन्न फर्मुलाहरूको जानकारी दिएको छु। यदि तपाईँहरूले कतै कुनै पनि फर्मुलाले प्रयोग गर्न जान्नु भएन भने कमेन्टमा कमेन्ट गर्न पनि नभुल्नुहोला। हस्, धन्यवाद। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट र सब्स्क्राइब गर्न पनि नभुल्नुहोला।